मन्डेको दिन भएर पनि आज हाम्रो सलुनमा पुरै सन्डेको यस्तो भिड किन भएको रहेछ। हे गाइस, फेरि पनि स्वागत छ सबैजनालाई मेरो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै एकदमै आरामै नै हुनु होला र हामीहरू पनि यतातिर एकदमै आरामै नै छौँ। सो अब चाहिँ हामीहरूको च्यालेन्जको डे 4 पनि भइसक्यो। आशा छ कि सबैलाई मेरो भिडियो मन पर्दै होला। भिडियो मन पर्छ भने चाहिँ अझै धेरै सपोर्ट देखाउनु होला। सलुन पुगेर हेरेको त सलुनमा चाहिँ आज पुरै भिड लागेको रहेछ। सलुनमा भिड लागेको देखेर चाहिँ मैले एकछिन एउटा ट्रेड पनि लिइहाले। आज धेरै भिड भएको कारणले होला मैले त राम्रोसँग मार्केट एनालाइज गर्न पाएको थिएन। त्यसैले चाहिँ स्टार्टिङमै मलाई चाहिँ लस भइरहेको थियो। एकछिन मात्रै त लस हो, त्यसपछि चाहिँ मार्केट रिटर्न भइहाल्ला भन्ने चाहिँ मलाई आश लागिरहेको थियो। त्यतिकैमा एकजना स्टाफ आएर मलाई भन्न थाल्यो कि स्याम्पू चेयरमा चाहिँ पुरै पानी लिकेज भइरहेको छ भनेर। लिकेज भएको ठाउँलाई एकछिन राम्रोसँग चेक गरेर म चाहिँ गएँ मार्केटतिर सामान ल्याउनको लागि। एउटा दोकानमा गएर त्यहाँ चाहिँ मैले आफूलाई चाहिने सामान जति सबै कुराहरू सोध्न थालेँ। फर्स्टमा चाहिँ मैले हेरेँ यो लामोवाला एउटा, त्यसपछि मैले आफूलाई चाहिए जस्तै एउटा सामान पनि पाएँ त्यहाँबाट। मलाई चाहिँ त्यसको माथिको मात्र चाहिएको थियो, तर त्यहाँ चाहिँ पुरै सेट पाउने रहेछ। त्यसैले चाहिँ म त्यो नलिएरै सलुनमा फर्किएँ। मन्डेको दिन थियो। मन्डेमा चाहिँ हामीले पुरै हप्ताभरिको हिसाबहरू गरेर दिनुपर्छ। त्यसैले चाहिँ म हिसाब गर्न थालेँ। त्यसपछि अब अघिल्लोको ट्रेडको के छ हालखबर भनेर एकछिन ट्रेड हेरेको त त्यसमा चाहिँ मलाई अघि भन्दा पनि धेरै लस भइरहेको रहेछ। कहिले कसो लस भएर पनि मलाई चाहिँ प्रफिट भए जस्तै हुन्छ, किनकि त्यो लसबाट मैले केही नयाँ कुराहरू सिक्छु। जस्तै कि मैले आजको लसबाट सिकेँ कि मार्केटलाई एनालाइज नगरिकन ट्रेड लिनु हुँदैन। अब चाहिँ मैले आफ्नो आउने दिनहरूमा यो कुरालाई ध्यान दिनेछु। तर पनि के गर्नु, लस भए चाहिँ आफूलाई टेन्सन चाहिँ अलिअलि भइ नै हाल्ने रहेछ। मैले चाहिँ अहिले लसलाई लसको रूपमा नआइ कि आफूले ट्युसन फिस तिरेको जस्तो रूपमा लिन्छु। लसै लिएर टेन्सनमा त बस्नु भएन। त्यसैले मैले एउटा अर्को सानो ट्रेड लिएँ जसमा कि मैले 0.1 को मात्र लोड लिएको थिएँ। मेरो चाहिँ मेनली सोच अहिले यो थियो कि अघि लस भए पनि अहिले चाहिँ अलिकति लस होस् या भने अलिकति नै प्रफिट होस् भनेर अहिले सानो लोड लिएको थिएँ, जसमा कि मैले चाहेको जस्तै अलिअलि भए पनि प्रफिट चाहिँ अब सुरु भइरहेको थियो। आज हाम्रो सलुनमा धेरै भिड थियो, त्यसैले चाहिँ मैले मार्केट फेरि हेर्न पाइरहेको थिएन। त्यसैले चाहिँ मैले मार्केटमा स्टप लस र टार्गेट प्राइसहरू पहिले फिक्स गरिदिए। यो फिक्स गर्नुको कारण चाहिँ लस या मैले भनेको जति प्रफिट भयो भने चाहिँ अटोमेटिकली सेल हुनेछ। आज हाम्रो सलुनमा क्लाइन्ट पनि धेरै नै थिए, त्यसैले मैले चाहिँ आज धेरै मार्केटतिर ध्यान नदिकन आफ्नो सलुनतिर ध्यान दिन थालेँ। तपाईहरुलाई पनि मसँग केही कुराहरू सोधपुछ गर्न मन छ भनेपछि मेरो भिडियोहरूको कमेन्टहरुमा सोध्न सक्नुहुन्छ, जसको कि म रिप्लाई अवश्य नै दिनेछु। भिडियो मन परेमा लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हस्त धन्यवाद। जय नेपाल।